चाहिने जो यो छोरोले दुध चाहिँ सधैँ बेच्छ क्यान चाहिँ जहाँ पाए त्यहाँ फालो लिनेछ कहाँ चाहिँ कहाँ होला यो होइन कान्छ के भयो तँलाई के हुनु दाइ छोरोले दुध बेच्नु गएको क्यान चाहिँ जहाँ पाए त्यहाँ फालो माटै हिल्लै आँखे अनि बाटोतिर भेटिनस् छोरा है मैले त भेटिनँ कहाँ गयो छोरी माया किन बोलाउनुहुन्छ बुवाले यति राति चिच्याउँछ है तिमीहरू दिउँसो सँगै खेतमा काम गर्न गएको है हामी दिउँसो खेतमा सँगै काम गरेको हो तर आमाले साँझ फर्किँदाखेरि चिनी लिएर भन्नुभएको रहेछ बिच बाटोमा आएर फर्केर चिनी लिनु गएको छ किन आत्तिनु भएको आइहाल्छ नि भाइ चिनी कहाँ जाँदा रहेछ यो मरो अरुण के रे मैले त त्यसलाई केही लिए भनेकै छैन चिनी घरमै छ आजकल यो केटो झुटो बोल्न थालेछ केही भने छैन रे होइन त्यसले त्यो झुटो बोलेर कहाँ जान्छ मलाई त त्यसको चालामाला ठिक लागेको छैन के तिमीले केही भन्यौ र झन् आज बेलैमा आउला र यसो सरसल्लाह गरौँला भने त अहिलेसम्म आउँदैन मैले त्यति भन्दैमा घरै छोडेर हिँड्नुपर्छ र त्यो त दिदीहरूलाई खाजा लिएर गएको हो नि यसको काहीँ न काहीँ केही न केही छ पक्कै पनि हो त दाइ चाहिने जो आजकल यसको चालामाला मलाई अलिक ठिक लागिरहेको छैन दुधको क्यान पनि उद पर फालिराखेर हिँडेछ यसको जसरी हुन्छ चाँडो बिहे गरिदिनु पर्छ दाइ नत्र त यो केटो झन् बिग्रिन्छ काका बुवा आमा हजुरहरूले के कुरा गर्नुभएको अहिले नै भाइको बिहे गरिदिने रे त्यही माथि अहिले त भाइको बिहे गर्ने उमेर भएकै छैन भाइलाई यति सानो उमेरमा बिहे गरेर बन्धनमा नपारिदिनुहोस् त उसको पनि भविष्य छ दिदी दाइको त बिहे गरिदिने हो मलाई त भाउजू जसरी नै चाहिन्छ आहा यति सानी छोरीको यस्तो राम्रो विचार अनि माया तँ चाहिँ किन सहमति नभागी हाम्रो सबैको कुरामा अलग तँ आइज ए बाबु के पारा हो तेरो तँ कहाँ जान्छ भात खाने बेला आउनु भने आइनस् उल्टो हातमा दिन जस्तो रिस उठिसक्यो मलाई झुटो कुरा गर्दै हिँड्न थालिस होइन दिदीहरूलाई खेतमा खाजा पुऱ्याउन गएको तँलाई मैले चिनी लिएर आयो भनेको थिएँ घरभरि चिनी छ के हो तेरो पारा कहाँ गएको थिइस् भाइ तँलाई त आमाले चिनी लिएर आउनु भन्नुभएकै रहेनछ तैँले त मसँग पनि झुट बोल्न थालिस् होइन अघि त मसँगै घरमा आइदिएको भएदेखि घरमा यति धेरै अडाक मची नै थिएन तँ यति धेरै बुझ्ने भएर नि किन यस्तो गर्छस् भाइ अबदेखि यस्तो नगर ल दादा तपाईँ यत्रो बेर कहाँ जानुभएको थियो झन् तपाईँको बिहेको कुरा सुनेर म कति खुसी भएको थिएँ दिदी मेरो सानो काम थियो बाहिर त्यही भएर हजुरसँग झुट बोल्न बाध्य भयो यदि हजुरसँग यति नभनेको भए हजुरले मलाई जानै दिनुहुन्न त्यसलाई सायद त्यही भएर ए काम परेर ढिलो आएको त या आमारा केटाहरूसँग लागेर कुलतमा फसेको त छैनस् नि झुटो बोल्नको एक नम्बर भइरहेछ साँझभरि यही चिसो हातले दनक दिने जस्तो रिस उठिरहेको छ यो मलाई त्यही त भने बुढी झन् मेरो छोरो सज्जन छ पढे लेखेको छ त्यत्रो बाख्रा फर्म छ गाई बस्तु पालेको छ दुध बेच्न जान्छ राम्रो छ भनेर म चाहिँ झन् अब दङ्ग परे त यसको ताल चाहिँ यस्तो रहेछ ल हेर दाइ भाउजू पनि चाहिने छोरो आइहाल्यो बाहिर बसेर के डिस्कस गरिरहनु रात पनि धेरै बितिसक्यो भोलि दिन छ त हौ जाउँ भित्र गरौँ ए छोरो हिँड तिमीहरू पनि ल अहिले क्यानले हानिदिन्छु हिँड्भित्र छुट्टी छैन हिँड्नु पर्यो जानुहोस् ल जानुहोस् टाढो भइसक्यो अब हात धुन आएको के गर्नु र आमालाई कति चिन्ता हुन्छ
इज्जतको डर छ कतै छोरो बिग्रिनु पो हाल्छ कि मलाई चाहिँ फेरि यही बेला लड्नु पर्ने आजभोलि के भएको छ मलाई के होस् हुँदैन यस्तो दुख्यो अन्जना के भयो लड्यौ क्या बिस्तारै हिँड्नु पर्दैन कसरी हिँडेको खै उठाइदिनु होइन पर्दैन के छ म आफै जान्छु तिमी कता हिँड्नु म त यही तलसम्म जाउँ कि भन्यो अनि तिमी चाहिँ कता हिँडेको म पनि त्यतै हो के छ त तिमीहरू ठिकै छ अहिले ढिलो भइसक्यो गयो ल यति काटेपछि त पुग्छ होला भोक पनि लागिसक्यो अहिले पुगे आमा नै यति बेला भनेर पकाउनुहुन्छ बस जान्छु अब अन्तला मेरो जिन्दगी पनि त्यो घरको छाना जस्तो भयो जहाँबाट पनि हावा छिर्ने रोटी होइन अभावले मर्छु होला म अनि तिमीले खानामा के बनायो अनि शकुन्तला अन्जना कता गएछ मलाई के थाहा हात खुट्टा लागेको मान्छे गयो होला कतै जतिखेर उसको मात्रै नाम लिइरहेको हुन्छ नाम नलिकन खानु पर्दैन छोराछोरी कहाँ जान्छ कहाँ जान्छ आमा तपाईँ जति हेर्नु दिदीको मात्र किन खेदो खानुहुन्छ दिदी पनि यही घरको त छोरी हो नि मैले कहाँ दिदीको मात्रै खेदो खन्या छोराछोरी अब कहाँ गएँ अब कहाँ खोज्न जान्थेँ होला मैले हुर्की बढेको छोरीलाई मैले त्यति पनि सोध्नु नहुने मैले केही बिराएँ सोध्नु भयो तर राम्रोसँग सोध्नु क्या राम्रो भने कसरी सोध्नु पर्यो काम पनि गर्नु पर्छ आमा पनि के हो फाकेको होला आउँदैछु नि म गर्छु होइन म सघाइदिन्छु ओए छोड्देऊ तिमी फाकेर आएको होला जाऊ भित्र गएर आराम गर घाम छ तँ पनि आराम गर्नु एकछिन एकछिन काम गर्दै नि होइन हिँड्नु पर्यो ल जाऊ जान्छ खेतीपाती राम्रै छ नि होइन ठिकै छ दाइ भने भइरहेको छ यसपाल सुन्तला त्यति राम्रो भएन छ है त्यही मौसमै खराब छ त के भयो अरुण हजुरको
कहीँ आइस तैँले के सोचेछ यो गाउँ तेरो स्कुल हो जहाँ न्याय अन्यायको उपदेश दिँदै हिँड्छस् गाउँ चल्छ चलनले तेरो किताबले होइन गाउँले हाँस्न थालिसके के यो घरको मान मर्यादा इज्जतलाई माटोमा मिलाउन खोजेको बुवा घरको मान मर्यादा इज्जत माटोमा मिल्दैन माटोबाटै जन्मिने जुन माटोबाट हामीले धान बाली उब्जाउँछौँ जुन भातहरूलाई तपाईँले हेर्दै हुनुहुन्छ मैले किनै गरेको छु बुवा 2-4 जनालाई सहयोग गर्दैन किनै जान्छ र बुवा भन्नु अरुण त यस्ता कुरा बुझ्दैनस् धनी र गरिबको दूरी धेरै टाढा छ हेर केटा अब चाहिन्छ त पुस्तक पढेर मान बन्न खोज्दैछस् किताब पढेर त सोच मात्र बदलिने यो गाउँको रीतिरिवाज र परिवेश बदलिँदैन विचार गर के रे अझै त गल्ती गरेर छैन भन्छस् तैँले सहरमा बसेर 2-4 अक्षर पढ्दैमा यो गाउँले सबै परिवर्तन गर्छु भन्छस् यसरी हुँदैन त्यही त भने भाइ अब चाहिन्छ होइन केटो पुल त यस्तो थिएन राम्रै थियो त कसरी यसको दिमाग यस्तरी घुम्यो यदि यो कुरा साँचो हो भने बाउको इज्जत माटोमा मिलाउन खोज्दैछस् तैँले होइन बुवा मैले किनै गल्ती गरिरहेको छु मलाई त त्यस्तो केही लाग्दैन किन गरिरहेको छु र मैले मलाई भोक लागेको छ म जान्छु ए पक यो कुरा सिधै आएन हेर न कटेर कसरी यस्तो भयो केटो सबै यसले गर्दाखेरि यसले पुल बोले सप्रे बाउको बिग्रे आमा ल दाइ म नि एकछिन निक्लेँ अब के कुरो मिलाउने अब कहाँ निक्लिने त यो गाउँतिर जाने काम छ सबै आना र टेडी सहमतिमा कोही आउने होइन जेसुकै गर्नु म पनि जान्छु खै केटा हौ मेरो बारीको सुन्तला पनि देखिहाल्नु भयो अनि यसको हालत पानी छैन केही छैन रुख सुकेर पनि त्यस्तै छ खै त सन्चो पनि आएन सन्चो पनि एकचोटि बाटो फोन सुन्तलाको त धेरै मरेछ नि ओहो दाइ नमस्कार नमस्ते अनि कता भयो म यसो सफा गर्न हिँडेको थिएँ यो बारीतिर त्यसमै दाइ मेरो फोन आयो ठिक छ फोन उठाउँ न हेलो हेलो सङ्के यता सल्लाह गर्नुपर्ने थियो अध्यक्षजीको घरमा गएर खै त नि किन ढिलो कति फोन गरेको हो कति फोन गरे यार ए ल म आउँछु नि त ल छिटो साथीले फोन गरेछ मागतिर सुन्तला घारीतिर सुन्तला खान आऊ भने कि म गएँ नि त है ल बिस्तारै जानु है होइन के भयो यसपालि सुन्तलाको लाइन रहेछ क्या सबै रुख मरिरहेछ होइन केटा के गरिरहेछ हो यहाँ सङ्ख्या नि आइपुग्यो के गरेर सुन्तला खाएर हो क्या ढिलो यहाँ म तन्दिएर थिएँ हो भर्खर फोन गरेँ कति फोन गरेँ यार अध्यक्षसँग सल्लाह गरौँ भनेको ल आउनु त अब सल्लाह गर्नुपर्छ अस्तिको कुरा नि के भयो भाइ पनि है अध्यक्षज्यूले नसुन्या हो कि अञ्जना त हरियो छोरा हाँसेर खाएको तर मलाई कहिले काहीँ डर लाग्छ कति तेरो हाँसोमा पीडा त लुकेको छैन पीडा त छ नि दिदी तर के गर्नु बोल्यो भने झन् मन रुन्छ
के तँलाई अझै पनि तेरो आमाको याद आउँछ र कहीँ त ठुली भइसक्यो हुने कि भन्दा हानेको थिएँ मैले त दिदी त्यही काट्छौँ दिदी मेरो आमा मर्दा म जन्मिएकी मात्रै थिएँ मैले त मेरो आमा मुखसम्म देख्न पाएँ तर मान्छेहरू भन्छन् आमा र बच्चा बिचको प्रेम त गाँसिएको हुन्छ तर मसँग त आमाको एउटा फोटो पनि छैन कस्तै थिइन् होला मेरी आमा कस्तो स्वरमा बोल्नुहुन्थ्यो होला मलाई कति माया गर्नुहुन्थ्यो होला अन्जना मलाई त भगवानले ठुलै मन दिएको रहेछ जसले आफ्नो आमा देख्न नपाएर पनि माया महसुस गर्न पाएको छ तर तेरो आमा तेरो मनभित्र बाँचिरहेको छ सम्झेर गर्नु हुँदैन अन्जना तँलाई देखेर तेरो आमा गर्व गर्थ्यो होला किनकि म यति धेरै बुझ्ने र दयालु छस् तेरी आमा तँलाई देखेर स्वर्गमा खुसी हुन्छन् होला तर दिदी सौतिनी आमाले देखाएको व्यवहार त मैले सहनै नसक्ने छ मलाई बाँच्न पनि मन लाग्दैन तर के गर्नु बाबाको मुख हेरेर भए पनि बाँच्नु परेको छ धेरै धेरै यसरी टोएर पराएर गरेर हुँदैन घरि पनि टुकेको छैन शकुन्तला मैले तिमीलाई कहाँ कहाँ खोजिन तिमी त यहाँ आएर रिसाएर बसिरहेको छ के भयो तिमीलाई के भएन र तपाईँले के गर्नुभएको छैन भनेर सोध्नु न म आज एउटा कुरा सोध्छु है सोध न तपाईँको एउटा छोरी कि दुईटा छोरी दुईटा छोरी नि के कुरो सोच्यौ तिमी पनि तपाईँको जेठी छोरीलाई मात्रै माया गर्नुहुन्छ कि मेरो यो कान्छी छोरीलाई त खै तपाईँको आफ्नो छोरी नै होइन जस्तो गर्नुहुन्छ यो जेठी छोरीलाई मात्रै माया गरेर देख्दा मेरो मुटु फुटेर आउँछ हर यहाँबाट आगो बल्छ के छोरी त आखिर तपाईँको पनि हो नि होइन र शकुन्तला कुरा त्यस्तो होइन म कसैको पक्ष लिँदिनँ मेरो दुईटै छोरी बराबर हुन् म कसैलाई काका कसैलाई पाका गर्दिनँ त्यो पनि मेरै छोरी हो अर्की पनि मेरै छोरी हो माया माया भन्नुहुन्छ त्यो माया भन्ने नाम त तपाईँकै आफ्नै जेठी छोरीलाई दिनुहुन्छ म र मेरो छोरी त एउटै घरमा बसेर पनि पढाइ मान्छे जसरी बस्न परेको छ के गर्नुहुन्छ तपाईँले बुढी पढाइ बनाउने मान्छे म होइन
यो सब तिम्रो भ्रम हो, तिम्रो मनको अन्धकार हो। म त सधैँ शान्ति खोज्ने मान्छे हुँ, सबैलाई माया खुसी दिएकै छु। परालमा आगो लगाउने त तिमी नै हौ, बाँकी अरू। आमा बुवा सधैँ एउटै कुराले नकराउनुस् न। मैले त यो घरमा डर मात्र देखिरहेको छु। मलाई त अब सास लिन पनि डर लाग्न थालिसक्यो। के हाम्रो भविष्यको चिन्ता छैन तपाईहरूलाई? कति एउटै विषयमा सधैँ झगडा गर्नुहुन्छ। छोरी, मैले मात्रै झगडा गर्न खोजेको कहाँ हो र? तेरो बाउले जहिले मलाई मात्रै नराम्रो देख्नुहुन्छ। मैले झगडा गर्न खोजेको होइन। तेरो बाउले गरेको व्यवहारै त्यस्तो छ त म के गरौँ त? सहनै सक्दिनँ। होइन बुढी, तिमी पनि कस्तो कुरा गर्छौ क्या? मैले तिमीलाई छोरीलाई आफ्नो सोचेको छैन त। भयो, अब यो झगडा यहीँ छोडिदेऊ। त्यो पनि चोरी छे भन्ने तिमीलाई थाहा छँदै थियो। तिमी ल्याउँदैखेरि त्यसको आमा मरेकी थिए, तिमीलाई थाहा थिएन र? थाहा थियो बुढा, थाहा थियो। थाहा पारेर त्यसलाई पनि मैले माया गरेकी त। तपाईँले छुटाउनु थाल्नु भयो के? तपाईँले छुटाइसकेपछि मैले पनि त्यो व्यवहार गरेको। तपाईँले नछुटाउनु न, दुईटा छोरी एउटै हो भने सोच्नु। मेरो पो सौताको छोरी भयो त, तपाईँको त दुईटा छोरी त आफ्नो हो नि। तपाईँले छुटाउनु थाले भएर मैले पनि त्यो व्यवहार गरेको। तिम्रो बोलीले छुट्यायो बुढी, मेरो व्यवहारले कहिले छुट्याएको छैन। हिँड्छु घरमा जाउँ। यो बाबु कति कसको सुन्नु चाहिँ उठ। झ्याउ लगाइरहेछ मलाई, जहिले पनि त्यस्तै भन्नुहुन्छ। हिँड जाउँ। जमा जाऊ तिमीहरू, म एकछिनमा आउँछु। जमा छिटै आउँदै बुवा घर। माया, ए माया, कति मोबाइल खेलेर बसेको होला। ल हेर त, फुल छोरा च्यातेर सानो छोरीले दिन दिन पूजा गर्नुपर्छ। उसले त घरि चुन्नी खेलाछ, फुटबल बनाएर के हो के हो। होइन त्यो अरुण कहाँ गयो? बारीतिर जानु पर्ने, त्यसलाई कामको ध्यानै छैन। न पढ्छ, लन्ठु नै हुने हो हुन पनि। ल्याएर बहिनीले यस्तै खेले कि होइन हो, गाली पार्न। कति बोल्न सकेँ भने कति बोल्न सकेँ। अनि मैले बारीतिर गएर गोठमा गाई बस्तुलाई कसले घाँस हाल्छ? अनि गाई बस्तु गोठमा त काकाले गर्ने होइन र? बाले त्यही भन्नुहुन्थ्यो। काका दिनभरि घरमा हुनुहुन्न। अनि दिदी खेतलाई बोलाएर खेततिर जानु पर्दैन भने बेकारमा आमाको खुस्किसकेको छ। गाली मात्रै सुनेर बस्नु तपाईँ पनि अब। अनि सानै तल स्कुल जानु पर्दैन, के गरेर बस्छ दिनभरि घरमा? तपाईँ त जहिले चक्लेट ल्याइदिन्छु भनेर झुटो बोल्नुहुन्छ। अनि मलाई त स्कुलै जान मन लाग्दैन। तपाईँ लाज लाग्दैन? दादालाई खालि सताउनु। स्कुल जानु ढिला भइसक्यो। जान्छ होमवर्क गर, भोलिदेखि पैसा दिन्छु, आफै किन्ने आफै के गर्ने। नाटक मात्र कति गर्न जाने हो यो कोहीले पनि। तपाईँ पनि नचाहिने कुरामा नगराउनु आमा। काम गरिरहेको छु, गर्न दिनुहोस्। खै म नचाहिने कुरा गर कि तैँले गरे? पुरै बुझ्दिनँ म। सुन त, यता आइज, एउटा काम छ त। के काम आमा? भरे गर्दा हुँदैन र भने अहिले चाहिँ म त्यही बाहिरतिर गएको। सुन्तलाको लास्टै पिर लागेको छ मलाई। सुन त, एउटा राम्रो पुल भएर बिकेटीको कुरा आएको छ। मिरासँग बिहा गर्नुपर्छ। अब तेरो बिहा नगर कहिले गर्ने? हे आमा, बिहे नभन्नु न भने मलाई। मैले अहिले पढिरहेको छु। यो गाउँमा परिवर्तन ल्याउनु छ। जबसम्म मेरो सपना पुरा हुँदैन तबसम्म म बिहे गर्दैन। दिमाग खराब, जहिले बिहे टेन्सन नदिनु मलाई। के परिवर्तन ल्याउँछस् त? कुनै परिवर्तन ल्याउनु परेको छैन। राम्रो केटीको कुरा आएको छ, तैँले बिहे गर्नै पर्छ। आमा, मैले यो गाउँलाई स्वर्ग बनाउनु छ। गाउँमा भएको असमानतालाई समानतामा परिवर्तन गर्नु छ। त्यसैले आमा, अहिले म बिहे गर्दैन। ल, अरू के हो हुँदै गर्छ, तर तेरो बिहे भने हुनै पर्छ। उता मैले वचन दिइसकेको छु। आफ्नै आमाको वचनको ख्याल राख्नु, अरू कुरो मलाई केही थाहा छैन।
हे भगवान्, जसलाई मैले देखेको पनि छैन ऊ चाहिँ मेरो नजिक आउन खोजिरहेको छ। जसलाई म माया गर्छु उसले चाहिँ मेरो माया कहिले पनि बुझ्न सकेन। सायद मेरो भाग्यमा यही लेखेको रहेछ। आज चाहिँ म मेरो मनको कुरा अञ्जनालाई भनेरै छोड्छु। कस्तो सन्चो भएको नभएको बेला नि पानी तताएर दियो भन्ने मान्छे पनि छैन। दुईटा छोरी छ घरमा, एउटा पुचुलेर बढाइदिँदैन। कस्तो पढ्नु होला मेरो त, कति दुःख भएको भइ छैनन् घरमा पनि। ल हेर बिरामी मान्छे थपक्क आराम गरेर नबसेर आफै काम गरेर आएको। एउटा ताप पानी तताइदियो भने मान्छे त छैन। दुईवटा छोरी थिए त काम गर्नका लागि त। तपाईँको छोरीहरू कहाँ गयो थाहा भएन। एउटा बाहिर यस्तो फोहोर भएर बसेको बढाइदिँदैनन्। अनि तपाईँ चाहिँ कहाँ गएर आउनुभयो त? अरे भगवान्, म चाहिँ कहाँ गएको थिएँ र? तिमी बिरामी थियौ, यसो गाउँतिर 2-4 पैसा सापट्टि दिन्छन् कि भनेर गाउँतिर गएको थिएँ। हामी जस्ता गरिबलाई कसले पत्याउँथ्यो र? सापट्टि दिएको भए तिमीलाई हस्पिटल लैजाउँला भनी सोचेको थिएँ। कसैले सापट्टि दिएनन्। त्यसैले फर्किँदाखेरि यसो बारी पनि अलिकति खनेर आएको। ल भइहाल्यो नि त। अब आउनुहोस्, बस्नुहोस्, थाक्नु भयो होला। साह्रै थकाइ लाग्यो। अहिले त थाहा पाउनु भयो होला नि, हामी गरिब छौँ, गाउँलेहरूले हामीलाई ऋण पताउँदैन भनेर। जानुभयो, फर्केर आउनुभयो है। कति अगमान भइयो, देख्नुभयो। आफ्नो 4 हात खुट्टाको नगरेर ख्याएर त पुगेन। अर्काको आश गरेर कहिले हामीलाई हुन्छ होला त? छोड्नुहोस्, अब चित्त बुझाएर बस्नुहोस्। बुढी, यो त सब आफ्नो भाग्यको खेल हो। भन्छन् नि, कोही नहुनेको भगवान् हुन्छन् भनेर। हेर्दा हेर्दै स्वर्ग जस्तो मेरो गाउँ आज नर्क जस्तो भएको छ। मान्छेहरूमा सहयोगको भावना भनिकन पटक्कै छैन। के गर्ने अब? थाहा पाउनु भयो होला नि, भाग्यमा छ भन्दैमा डोकोमा दुध दोएर कहाँ अडिन्छ र? यो त सबै आफैले गर्नुपर्छ। हुँदा सबै आफ्नो, नहुँदा सबै बिरानो। त्यसैले भनिन्छ नि बुढा, छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी। अब त थाहा पाउनु भयो होला नि है। होइन बुढी, तिमी सधैँभरि रिसको झोकमा बोल्ने मान्छे। आज यस्ता भावनाका कुराहरू कताबाट आए? अबको 2-3 महिनामा त चुनाव पनि आउँदैछ अरे। खै त्यो त थाहा भएन। कता कता मेरो मनमा त हाम्रो गाउँको विषयमा सुन्दाखेरि धेरै चिन्ता लागेर आउँछ। खै जुनै जोगी आए पनि कानै चिरेको भने जस्तो हाम्रो गाउँमा पनि कति प्रतिनिधि आए, यो गाउँको मुहार कहिले फेरिन सकेन। पुरानोलाई त के गरेर पुरा, हामी यो नयाँ आउने जनप्रतिनिधिहरूले केही गर्दा जस्तो मलाई लाग्दैन। त्यही भएर यो चुनावको कुरा नगर्नुहोस्, मलाई सुन्न पनि मन छैन। अब दिन म बुढाबुढीको के गन्तन मन्तन हुँदैछ? नमस्ते। ठुलै कुराको छलफल हुँदैछ जस्तो छ। अध्यक्षज्यू, बसौँ न। म यहाँ बस्न आएको होइन धनबहादुर। अनि आज हाम्रो घरतिर के कति कामले पाल्नु भयो? विशेष केही काम थियो कि? मलाई खबर गर्नुभएको भए त म आफै आइहाल्थेँ नि। हजुरले दुःखै पाउनु पर्ने थिएन नि। काम भएरै त आएको नि धनबहादुर। तैँले त मलाई बिर्सिहालिस्। तैँले लगेको ऋणको सामोभन्दा ब्याज दिएर भइसक्यो। तिर्ने त कुनै सुर साह्रै छैन। त्यसैले त म आएको। त्यस्तो होइन अध्यक्षज्यू, अहिले मसित पैसा पनि छैन, बुढी पनि बिरामी छिन्। हजुर चिन्तै नगरिसेन।
पैसा हुने बित्तिकै हजुरको साउँ ब्याज सबै बुझाइहाल्छु नि। त्यही त कहिले तिर्छस्? तेरो यस्तो कुरा सुन्दा सुन्दा मेरो कानै पाकिसक्यो। तिमीहरूको जातलाई खाना आउँछ तर तिर्न भने नआउँदो रहेछ। तिर्छु भनिरहनु भएको छ त। मलाई यस्तो सन्चो छैन। तपाईँ यहाँ कराउनलाई अलिकति अप्ठ्यारो लागेन? तपाईँको ऋण खायो भन्दै भयो, जतिखेर मलाई त्यतिखेर आएर आँगनमै आएर कराउनु पाइन्छ? ल अहिलेलाई म गएँ, अर्को पटक म दोहोऱ्याएर आउन नपरोस्। तैँले सावा ब्याज गरिकन सबै ऋण टाइममा तिर्न ल्याइस्। ल कुरा बुझिस् होइन? हेर्नु त बुढा, अर्काको ऋण खाएपछि जतिखेर कराउन आउनु सक्दो रहेछ। हामीले दिन्न त भनेको छैन नि है। हुने बित्तिकै ल्याउँला भन, हामीलाई पनि पैसाले कहिले नपुग्ने हो। यसपालि त दसैँ छ कि क्या बुढी? तिमी पनि यस्तो बिरामी छ, साउ पनि यही बेलामा कराउन आउँछ। भित्र जाऊ, म तँलाई पानी पनि तताएर खुवाउँछु। जाउँ ल। सन्चो नभएको बेलामा झन् मेरो टाउकै दुख्ने बनाइदिने। उठ बिस्तारै बिस्तारै लड्छु। ल खाना पनि तयार भयो। खाना खाने होइन त? खोइ त तिमीहरूको बाबा काका कता जानुभएको छ? सानी छोरी पनि देख्दिन। बोलाउ त छोरो। बुवा बुवा हजुर हजुर आउनु न यहाँ, आमाले खाना पसिसक्नु भयो। ए ल ल ल हामी हात धो एक खान्छ। ल हात धो। ल यिन खाना तयार भयो। ल ल दाइ ल ल आइमा हात धोएर आज ए बस आज खाइ आइ हो आइ म है। ल बस बस कोइ छोरी कान्छी छोरी कान्छी छोरी खोइ त सुनि चाहिँ क्या हो त्यो त? नानी सुमित्रा कता गयो छोरी? हजुर सुत्यो कि के? आऊ छोरी आऊ, माम खाना आऊ ल आऊ। कस्तो धुवा बनाएको। दाउरो पोलेपछि धुवा त हुन्छ नि हजुर अलिअलि। सुत्यो कि क्या? छैन। यहाँ रुम बना के भयो? भोक लाग्यो? खाना पाक्यो भने खान्छु भन्नु पर्दैन अघि नै लाटी। के गर्नुपर्छ? तरकारी पनि यहीँ छेउमा राखिदिन्छु है। कस्तो थाल आयो तिम्रो घरमा अहिले? यो नयाँ डिजाइनको थाहा आयो नि, हजुरलाई थाहा नै छैन। यहाँ धुने बेलामा चाहिँ मै बुढीलाई हैरान, सबैजना लाखा पाखा लाग्ने, अनि खाने बेला चाहिँ झर्को चरेस चाहिने, त्यही भन्न खोज्नु भएको होला होइन? आज यसैमा खाउँ है। अनि आमा अनि प्लेट गर्दा म खान्न नि, खोइ मेरो थालो नै। प्लेटमा खान्दा रे? अनि कसले खान्छ प्लेटमा? खानु पर्यो नि छोरा यस्तो राम्रो प्लेटमा। आजभोलि चलेका प्लेट। तिम्रो थाल कहाँ छ त? यहाँ पर कुनामा ल थोपारेको छु। जे भएका भाँडाकुँडा यहाँ आउँदै राखो, पन्साउने माझ्ने मै बुढीलाई हैरान। यत्रा यत्रा कराई छन्, भाँडा छन्, कसले माझ्छ? यहाँ सफा गर्ने मान्छे नभएपछि अनि तिमीहरूलाई चाहिँ झर्काको चरेसको थाल चाहिएछ, कचौरा चाहिएछ। आज यस्तैमा खाऊ, भोलि मेलाउँला। हेर त चुलो भर्केर त्यस्तो छ, कालो यस्तो छ। पोत्ने मान्छे छैन, टाल्ने मान्छे छैन। बाहिर हेरौँ कि भित्र हेरौँ, ठुलाको घर भनेको छ। यता पनि बिचेतै। ए आमाको जहिले यस्तै किचकिच खाने बेलामा हामीमा यस्तै हो कि भाइ, छोड्दैन। त्यो चुलो भोलि बिहान म आफै पताउँदा। अघि सानीले त्यो भाँडा उचाल्न नसक्दाखेरि घिचर्दाखेरि भत्किएको रहेछ। लौ अब तिमी टाल्छौ भने त मैले केही भनिनँ। यो भोलि पोछ्यौ होइन? म आफै बनाउँछु आमा, चुप लागेर खाउँ खाना। ल हजुरलाई ल लिनुहोस्। आज औँखुरा पनि छैन, यसैबाट अप्सन हाल्नु रहेछ। ल बाबुलाई औँखुरा त राखिसकेँ नि मैले, भाँडाहरू सबै थन्काइसकेँ। ल पानी छोरी लौ न।
बाबुले पानी दिएर राख्नुहोस् त पुगिन भयो ल है त छोरी खाऊ के खोइ त अचार आज त अचार बनाउन पनि भ्याइन मैले आज यसै खाऊ न हुन्छ कहिले कसो त जान्छ है त्यही त भाउजू चाहिन्छ छोराले त ठिकै भन्यो नि आफ्नो रीतिरिवाज त बिर्सिनु भएन नि भएको भाँडा कुँडा किन कुना त्यो लगाएर धनजन पर्यो त होइन के भयो के हेर्नुपर्छ खान खा कहिले कहिले यस्तै हुन्छ के बाबु खान खा यो पनि त राम्रो छ नि खा 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 भोलि ल्याइहाल्छ नि आमाले ल खा ल भोलि भोलि अर्को त्यो चरस थाल त्यो उसैको थालमा हालिदिनु क्या त्यो बुट्टे थाल चाहिँ उसैलाई दिउँला भोलि ल खा 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 हेलो दिदी होइन है सानी छोरी अलिक गम खाऊ न के त खिची गरेर खाएको है खाइरहेको छु त आमा हे आमा छोडिदिनु न दिउँसो अघि खाजा खाकी हो खाजा त सबैले खाएको नि छोरी अलिक गम खानु पर्यो नि बच्चाहरू आजकलका के काचा कुचो खान खोज्छन् भातमा ध्यानै छैन ए आमा कति बोलेको कि खाने बेलामा खाइहाल्छ तपाईँले के गर्नु बाबु कराउनै पर्यो ल भित्र खा म त उठेर ल खाऊ है तिमीहरू हस् केटा आज वडा अध्यक्षको घरमा गएर हामीले सबक सिकाउनु पर्छ हो केटा हो जाऊ के ढिला हिँड अध्यक्ष बाहिर निस्किनु भएपछि निस्किनुहोस् न ए सङ्खे खुरुकै हिँड्नुहोस् काम छ भने चाहिँ हिँड्नुहोस् के कसो के थाहा छैन खुरुकै हिँड्नुहोस् हिँड्नुहोस् भने हिँड्नु न